के प्रजातन्त्र साँच्चीकै हामी नेपालीको लागि हो त? त्यसमा प्रश्न चिन्ह आउँछ क्या घरिघरि। त्यो प्रश्न चिन्ह किन आउँछ आउँछ त भन्दाखेरि जब जब नेपालमा एउटा तानाशाही शासन र व्यवस्था आएको छ तब तब नेपाल एक हिसाबले समृद्धिको बाटोमा लम्किएको छ। तर जब जब नेपालमा प्रजातान्त्रिक अभ्यास हुने गर्दछन् तब तब चाहिँ नेपालमा के हुन्छ त भन्दाखेरि त्यो तानाशाहीपन र अर्को भनेको नेताहरूमा तानाशाहीपन र साथसाथै जुन चाहिँ आर्थिक विशृङ्खलता पनि आउने गरेको देखिन्छ है त। अब जस्तै कि एउटा उदाहरण हामीले केलाई लिन सक्छौँ त भन्दाखेरि नेपालमा प्रजातान्त्रिक अभ्यास हुँदै गर्दाखेरि पनि माओवादीको उदय, जसरी सशस्त्र सङ्घर्ष भयो, सशस्त्र सङ्घर्ष किन भयो त भन्दाखेरि त्यहाँ चाहिँ कम्युनिस्ट नेसन अथवा एउटा डिक्टेटोरिएट स्टेटको स्थापनाका निमित्त भयो। चाहे त्यहाँ अनेकन कुरा लुकेका हुन्, चाहे त्यो विभेदको अन्त्यको लागि भनिएको होस्, चाहे जेसुकैको लागि भनिएको होस्, तर त्यसको सार चुरो कुरो के थियो त भन्दाखेरि एउटा डिक्टेटोरिएट स्टेटको स्थापनाका निमित्त भएको थियो। हालको समयमा संविधानमा जुन चाहिँ समाजवाद लेखिएको छ, समाजवाद भनेको सफ्ट कम्युनिजम हो र त्यसले पनि के जनाउँदछ त भन्दाखेरि हामी नेपाली जनता चाहिँ डिक्टेटोरिएट स्टेटमा मात्र हामी चाहिँ खुसी हुन्छौँ भनेर देखाएको छ। अनि अर्को भनेको वाइ डेमोक्रेसी इज नट फर नेपाल अथवा नेपाली पिपल, बिकज डेमोक्रेसीले सबै पक्षको भनौँ न समान रूपमा सहभागितालाई के भनौँ त्यसले माग्छ। र हामी नेपाली जनता कस्तो छौँ त भन्दाखेरि समान रूपमा सहभागिता के को रूपमा त अधिकार प्राप्तिको रूपमा मात्र हामी लिने गर्दछौँ। हामीलाई कर्तव्यको कहिले पनि मतलबै हुँदैन। जस्तै कि फर एन एक्जाम्पल चुनावमा भोट हाल्नु अथवा निर्वाचनमा भोट हाल्नु हाम्रो अधिकार हो भने सही व्यक्ति चुन्नु पनि त हाम्रो कर्तव्य हो नि। तर अफसोसको रूपमा के भन्नु पर्दछ त भन्दाखेरि संसारभरि त्यस्ता भनौँ न स्टेट अथवा त्यस्ता आइडियोलोजी जो चाहिँ डेमोक्रेसीको लागि हार्मफुल छन्, हामी नेपाली जनताले चाहिँ त्यसैलाई चुनेर सत्तामा पठाउँछौँ। अब यसको म रिसेन्ट एक्जाम्पल के को रूपमा लिन्छु त भन्दाखेरि भदौ 23 गते जुन चाहिँ जेनजी आन्दोलन भयो र जुन चाहिँ भनौँ न विद्यार्थीहरूको हत्या गरियो, त्यो अरू केही पनि होइन, त्यो कम्युनिस्ट र लेफ्ट आइडियोलोजीको जुन चाहिँ बाहुल्यताको कारणले गर्दा भएको थियो। तर पनि फेरि पनि नेपाली जनताले चुनावमा उनीहरूलाई नै जिताएर पठाउँछन्। वाइ मलाई थाहा छैन, तर मेरो यसको एउटा मात्र सार निष्कर्ष के निकाल्न म सक्दछु त भन्दाखेरि नेपाली जनतालाई डिक्टेटर मनपर्छ अथवा उसले तानाशाही पनि मनपर्छ। नेपालको लागि कदाचित कहिले पनि डेमोक्रेसी अथवा प्रजातन्त्र भनौँ न नेपालको लागि थिँदै थिएन। हो त्यसैका कारणले गर्दा हरेक पटक यहाँ नेपालमा डेमोक्रेसी फेल हुन्छ र डिक्टेटरसिप मात्र नेपालमा लागू हुन सक्दछ। अब अन्तिममा जाँदै गर्दाखेरि म